सो हे गाइस गुड मर्निङ। अहिले चाहिँ बिहान मिठो मिठो गुड मर्निङ भएको छ। अनि अहिले चाहिँ हामी कोइला लिएर अब प्रस्थान गर्दैछौँ होइन। अब कोइला यस्तो छ। अब कोइला चाहिँ कहाँ चाहिने हुन्छ। यहाँ हाम्रो गोडदुप हुँदैछ है। हजुर बाबुले अहिले कोइलाहरू लगेर चाहिँ पुजारीमा हैन उहाँ चाहिँ अब यसो के गर्दै हुन्छ हाम्रो। अब निरौलाको के हुँदैछ अलिक ल्याउनु पर्छ। अब त्यो अर्को ठुलो एउटा बिर्को छ नि त्यो सबै ल्याउनु ल। हाम्रो यहाँ हजुरबा बेग्लै पट्टी पढाउँदै हुन्छ। यहाँ के गर्दै हुन्छ त्यो हलुवा कि के होइन यो हजुरबा। यस्तै छ साथीहरू हाम्रो हजुरबासँग चाहिँ मेरो चाहिँ ओभर इक्वेसन मिल्छ क्या। जे गरे पनि हँसाइराख्नुहुन्छ यार यो हजुरबा। हजुरबा र हाम्रो एउटा काका हजुरबा हुनुहुन्छ कि मेरो चाहिँ आयुष निरौला ओभर खतरा हो क्या। अहिले चाहिँ यस्तै छ। अनि हामी यहाँ सानोतिनो कामहरू सिक्दैछौँ गर्दैछौँ। यो चाहिँ हाम्रो खिर पाक्दैछ। खिर त भन्छ होला होइन। खिर पाक्दैछ। अहिले गुड मर्निङ चाहिँ यहीँबाट भएको छ मेरो चाहिँ सिधै। त्यहाँ पुराण पनि हुँदो रहेछ। मकैबारी दर्याम Psych! That's the wrong number! अब हामी यसो यो घरको रुम टुर हान्छौँ साथीहरू होइन। रुम टुर हाल्छौँ भनेको त सिधै बत्ती झुलुक झुलुक। हजुरआमा कोही त नि शिक्षा त्यही छन्। त्यही त अब हामी बहिनीहरूलाई भेट्न जान्छौँ। यहाँ आएको छौँ अनि बहिनीहरूलाई पनि भेटिनु भने त के मजा हो त होइन। यहाँ चाहिँ बेग्लै चलपहल हुँदैछ। चलपहल चाहिँ बेग्लै हुँदैछ है साथीहरू। चलपहल बेग्लै हुँदैछ यहाँ हजुरबाहरूको बेग्लै कुरा हुँदैछ साथीहरू। के अरे फेरि भन त होइन त्यो म यहाँ के फेरि भन त यो के गर्ने अरे तिमी होइन भन फेरि भन के हो यो फुतो कसरी फुतो अर्को पनि आइसेलु यहाँ फुलकुमारी के हो तिम्रो नाम परिचय पाम तिम्रो नाम बहिनी परिचय पाम छिटो के हो तिम्रो नाम। अर्को फेरि यहाँ मुसुन्द्रो रुँदैछ यी बाबु के हो तिम्रो नाम परिचय पाम त। हजुरहरू गरे कोही शिक्षा कहाँ छ। म शिक्षालाई पछ्याउँदै आएको। शिक्षा दीक्षा आम्बो आम्बो को मान्छे हो आम्बो। हेर्नुहोस् न साथीहरू यस्तै छ। आफ्नो दिदीसँग बोल्न आउँदा पनि नदेखान कान्छ। गाउँ थाहा पर्छ हामीले होइन। गोडदुप त्यस्तै छ रमाइलो छ यहाँ। बल्ल बल्ल यस्तो हुन्छ योभन्दा खतरा देखाउने हो त। सन्चै हुन्छ नि तपाईँ आरामै छौँ नि हामी। अब हामी यहाँ पञ्चकव्य खान्छौँ होइन। अब यो हामीले मान्नै पर्छ के गर्ने। यहाँबाट चलिआएको जेनेरेसन टु जेनेरेसन हो। ल हजुर अगाडि बढ्नु। यता मलाई दिनु त। मिठो हुन्छ है तर साथीहरू एकदमै मिठो 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 लाग्यो। मिठो 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 हुन्छ यो त। कलिका
यसो हातसाथ धोयोरी कल रहेछ हात धुनु पर्यो हामीले हात धोयोहरू अनि चल्दै साथीहरू अब हामी यसो फुलसुल चढाउँछौँ हजुरआमा अलिकति फुल यता फुल दिनु त हजुरबाले चाहिँ हामीलाई प्रसाद यसरी वितरण गर्ने कार्यक्रम रहेको छ साथीहरू माथिबाट पुरा के भन्छ यो हलुवा जस्तो के हो के भन्छ हजुरबा यसलाई चाहिँ खिर प्रसाद आज गोर्धोको प्रसाद यसको स्पेसिफिक नेम हुँदैन यसलाई यस्तो भनिन्छ यसलाई त्यस्तो भनिन्छ खिर हो अनि पुवा हो पुवा ए पुवा पुवा खिर यो चाहिँ घर भाग हालिँदैछ पहिला बन्दुकलाई घर भाग अलिकति दुई चारवटा भएदेखि घर भाग हाल्नु पर्छ नि यहाँबाट फेरि बेग्लै रहेछ कर्ता चाहिँ यहाँ हुनुहुन्छ हजुरबा बाहुनले मन्त्र पढ्दै हुन्छ यस्तै छ हजुर के लेख्नु भएको के लेख्नु भएको यो ए चुर्मुसीको नाम के हो चुर्मुसी ओ चुर्मुसी व्हाट इज योर नेम व्हाट इज योर नेम अझ एकचोटि छर्किन न अझ एकचोटि छर्किन न यसो शुद्ध भएको नि होइन अनि व्हाट इज योर नेम सेजल व्हाट निरौला कि गिरौला निरौला then why going that side why going that side why going you that side क्या you don't know to speak English which my the very bad having ए तर यो मान्छेको ओडिडी यस्तो छ हेर है हेर्नु साथीहरू तपाईँलाई एउटा यो मान्छेको एकदम खतरा चिज चाहिँ के देखाउन लागेको छ भने यता आउ न फेरि प्लिज एकचोटि क्या एकचोटि मात्रै यहीँ हेर हेर्नुहोस् मुसाले लगिदिएको छ दाँते होइन अनि तपाईँलाई कस्तो लागिरहेको छ स्कुल जानु पर्दा भन्नु त हाम्रो दादा पनि आइसक्नु भएको छ है ढ्यान साथीहरू धुम 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 इसमें तेरा घर जाएगा इस जूते में तेरा घर जाएगा तेरा घर इसमें चले जाएगा पूरा शूज साथीहरू ठिक छ ल टिकट टाँसो हल्का पुण्य कमाइयो है पाप जति गऱ्यो भने के पायो तिमीले 1 hour later सो हे गाइस वेलकम टु माई एनदर ब्लग दिउँसो भएको छ अनि अहिले चाहिँ कति बज्यो भन्दाखेरि 3 बजे छ अनि हामी अब पैसा लिएर जान्छौँ कति जम्मा गर्नुपर्ने हो 250 आज खासै हस्लिङ डे भएन साथीहरू चाबीले त मलाई यो मिलाउँदा वाक्कै भएको छु यार साथीहरू म त हेत्तेरिका के हेर्नु भएको तपाईँले जाँदा हुन्छ अब ल अहिलेलाई यति नै अब बाँकी कुरो पछि हुन्छ इटाली जानुपर्ने भयो फेरि बाई गाइज अहिले चाहिँ हामी एनएसएस चाहिँ आइसक्यौँ
बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि अरे हैन त्यस्तै छ पैसा डिपोजिट गर्नुपर्छ पैसा डिपोजिट गरेर यसो इटरी एकदम हानिन्छ आज इटरी हामी जानुपर्ने हुन्छ धेरै दिन भयो तपाईँलाई नदेखेको विदेश गयो भन्ने गएकै छैन समय भएको छैन अहिले समय भएको छ म त भाइ विदेश पैसा हाल्नु पर्ने छ टोका नै आउँदैन त मेरो पालीमा त आन्टीले लिइहाल्नु भने टोकन म पिस खोज्दै थिएँ अनि मैले पिस पाएँ किन पिस पाएँ भन्नुहुन्छ भने यहाँ को छ ओइ ओइ के छ हालखबर तेरो हालखबर के छ ठिकै छ हाम्रो एसी पुरा चलिरहेछ नि त त्यही भएर पिस पिस छ हेलो गाइज अहिले चाहिँ हामी कफी किन्न जाँदैछौँ अब त्यस्तै हो आज डिपोजिट हल्का हाल्यो एनआइसिएसमा गएर यसो डिपोजिट हाल्यो अनि अहिले चाहिँ म र मेरो भाइ गएर अब कफी किताब ल्याउने भोलिदेखि पुरा कलेज लाग्छ मेरो डेली हस्लिङ चालु हुन्छ यो बेलुका बेलुका चाहिँ अलिक बाटो चाहिँ बाटो ए काका बिस्तारै जाऊ बिस्तारै मामै मामा छानेर आज त मामै मामा छानेर जता जुँदै साथीहरू अहिले चाहिँ अब कहाँ जाँदैछौँ कहाँ जाँदैछौँ साथीहरू त्यसै नि स्टेट विथ मी हेर्नुहोस् त्यहाँ दामी छ मतलब हावा चाहिँ दामी चल्दैछ अनि गर्मी चाहिँ अलिक भएको छैन भनौँ हाम्रो कल्चरवाला दादा पनि अगाडि जानु जानु सर तपाईँ तर हाम्रो ज्यानभन्दा ठुलो हामीलाई केही लाग्दैन साथी हो त्यसैले अहिले दिने गरौँ है त अहिले चाहिँ हामी टक्क तरिकाले कफी लिन आएको छौँ तर मेन मान्छे नै हुन्न रहेछ कफी आउँदैछ कफी पनि लानुपर्ने पेन पनि लानुपर्ने यो दुईवटा स्याम्पल हो मलाई एफोबाट दिनु पऱ्यो योबाट दिनु पऱ्यो कि यसमा कतिवटा पेज हुन्छ 240 लिएर आउन त एक दर्जन साथीहरू यो कफी लाँदाखेरि चाहिँ 3टा फ्री अरे त्यही भएर हामी यहीँ किन्छौँ किन्न चाहिँ प्राइसको लागि चाहिँ अलिक डिस्काउन्ट चाहिने हुन्छ हामीलाई साथीहरू अहिले चाहिँ अब हामी घरतिर लाग्छौँ ठिक छ नि त बाई साथीहरू आजको भ्लग नै इन्ड गरौँ बाई चाहिँ भरे गर्छ बाई